यहाँको रुम पनि देखाइहाल्छु अहिले नै है कस्तो छ भन्दा त्यहाँ ढोकाबाट निस्क्यो यहाँनिर चाहिँ चप्पलहरू राख्ने भयो यहाँ चाहिँ सिँढी छ यस्तो है सिँढी छ अनि फ्रिज भयो ओभन भयो अनि यहाँनिर चाहिँ यो सुई हान्की यो भइहाल्यो यो सुई हान्की के हो सुई हान्की त्यही अनि यहाँ चाहिँ भाँडा माझ्ने ठाउँ भयो होइन यहीँ पकाउने भाँडा माझ्ने त्यस्तै छ ठाउँ अनि यहाँ चाहिँ भर्खरको सामान भयो ल अनि यहाँ चाहिँ दाइहरू अनि ऊ बस्ने रुम हो यो चाहिँ होइन ऊ बस्ने रुम भयो यताको ऊ चाहिँ यस्तो छ है अनि टोइलेटहरू त के देखाउने बाथरुम भयो ओफुरोहरू अनि एसीहरू चाहिँ यहाँ पुरै एउटा उनी रुमै पछि एसीहरू छ है अनि यहाँको चाहिँ 2 तलावाला रहेछ के 2 तलावाला रहेछ अनि त्यसरी उक्लेर जानुपर्छ सुत्नको लागि चाहिँ त्यो डोरेमनवाला टाइपको के अनि टक्क त्यसरी अनि यहाँभित्र छुट्टै छ यहाँ चाहिँ यत्रो स्पेस छ यहाँ चाहिँ 2 जना बस्ने अरे होइन अनि एसी भइहाल्यो अनि बत्तीहरू चाहिँ नर्मलै हुन्छ हरेक ठाउँमा अनि यहाँ चाहिँ कपडाहरू राख्ने अझै फेरि यहाँ अझै अर्को रुम पनि छ क्या एउटा अझै अर्को कोठा छ है कसरी खाने यसलाई यहाँ चाहिँ यस्तो हुन्छ होइन यस्तो हुन्छ है झन्डाहरू राखिसकेको केटोले अनि यहाँ चाहिँ सुत्नको लागि गएकोले चाहिँ सुत्नको लागि यिनीहरू यो दसनाहरू पनि दिन्छ होइन दसना हुनको लागि सिरक नि दिन्छ सिरक कि ब्ल्याङ्केट हुन्छ यहाँ चाहिँ कपडाहरू राख्ने भयो अनि यहाँ बाहिर चाहिँ पुरै बाहिर चाहिँ छुट्टै छ बाहिर चाहिँ यस्तो छ यहाँको बाहिर चाहिँ यस्तो छ त्यही हो बाहिर चाहिँ पानी परिराखेको रहेछ त्यही हो यहाँको भ्यू चाहिँ यस्तो छ होइन नयाँ रुम चाहिँ कस्तो कस्तो हुन्छ जापानको भनेको यिनीहरू नै हो त्यही हो ल अब टक्क ढोका सबै लगाइसकेँ फेरि यहाँदेखि तल जाने पुरै सिधै उकालो रहेछ अरे अनि ल त्यही हो है यहाँको भ्यू चाहिँ ल ल ऊ बस्ने रुममा कस्तो लागिरह यो रुममा आउँदा जापान आउँदा राम्रै छ उनीहरू चाहिँ जुलाई इन्टेकमा आएको हिजो आएको उनीहरू चाहिँ अझै 2 जना अझै उनीहरूको रुममा चाहिँ 3 जना बस्ने रहेछ अनि अझै 2 जना चाहिँ आउने बाँकी छ त्यही हो ल बाई बाई